नमस्कार। नयाँ दिन नयाँ भइसकेको छु है त। अब त्यही हो, आज सानीमाहरू हिजो आउनुभयो सानीमाहरू। अब आज हुनुहुन्छ अरे बिचराले नै यता आएर बाबु स्केट पार गरेर चाहिँ खुट्टा भाँचेर आएर चाहिँ त्यो होइन स्केट पार गरेर चाहिँ अनि हुन्छ नि तपाईँको जुन स्केट हुन्छ नि यस्तो भएर चाहिँ यसको खुट्टा फ्याक्चर भएछ क्या। त्यही हो, अब गाह्रो छ गाइज। टक्क दिदीहरूलाई म बसमा चढाएर अनि तपाईँको चाहिँ कपाल सपाल काटिदिनु पऱ्यो। अब चिटिक्क बन्नु परेन, ह्यान्डसम बन्नु पऱ्यो। केटी पट्टिन्छ कि कोही भइरहली भन्न मिल्ने होइन। ल यहाँ एउटा दिदी यहाँ छन्। अन्त तपाईँ पनि भिडियोमा आउने भयो, के भनिदिनु न त युट्युबर च्यानललाई? केही त भन्नु न। म त मलाई केही भन्नै आउँदैन। लाइक दिदी लाइक तपाईँ पनि युट्युबमा आउनुहुन्छ। कमेन्ट सब्स्क्राइब यो चाहिँ हाम्रो तिहारमा टिका लगाउने दिदी हो मेरो होइन। जस मैले दिदीको हातमा टिका नलाग्यो भने तपाईँको लगाएको 3 वर्ष भइसक्यो। अब यसपालि चाहिँ लगाउँछु म टिका दिदीको हातमा होइन। त्यही हो, अब तपाईँ एकछिनमा बाटोमा गइसकेको छु है त। मस्ती ल ल ल ल ल भयो ल ल ल फेरि यहाँ बुढाहरू त्यो डुडे गइसक्यो है। सानीमा ट्याक्क अगाडि गइसक्यो खाना है त। त्यही हो, ल यहाँ ड्राइभर अङ्कल हुनुहुन्छ है। ल सब्सक्राइब है। त्यही हो, अब जान्छु म ट्याक्क कपाल सपाल काट्छु होइन। ए प्रभु म चकेराहरूको जिन्दगी होइन। ल ल राम्रोसँग जाऊ बुढाहरू, गएँ छुट्टेँ। अब जान्छु कपाल सपाल काट्छु एकछिन नगर है त। ल अब एकछिन बाटोमा यस्तो भेट्छु त म। घरमा हेर्नु न, आज हिजो भर्खर गमाले चाहिँ 10 वटा होइन, 10 वटा गमाले क्या कति 100 रुपियाँमा लिएको एउटा गमाला। अनि यसमा अझै बिहान भइदियो यही काम भयो। गमालामा ट्याक्क गरियो अनि सानीमालाई स्कुल छोड्न गइयो। ए प्रभु, स्कुल हाम्रो सानीमालाई स्कुल छोड्ने जाने र लिन जाने मेरो कस्तो भएको नि तपाईँको दिनको ड्युटी भन्दैन, ड्युटी जस्तै भएको क्या त्यो। राइट, मस्तै मजा त मजा आउँछ। बाबा यस्तो रङ्कार लगायो, रङ्कार आयो, सबै मजा आउँछ। दिनभरि साइड आयो हजुर। ल यसरी कपाल काट्नु बस्नु भेट्छु है त। बाटो मैले कपाल सपाल काटिसक्यो। तपाईँको कपाल त राम्रै काटिदियो तपाईँको हुन्छ नि जुन हेर्नु न त्यो छ नि तपाईँको यतापट्टिको लाइन हेर्नु है, माथि हान्दैछ अनि यतापट्टि यहाँ बिचमा हान्दैछ क्या। त्यो रड हानेको पाराले मिल्यो हेर्नु, यस्तो कपाल बिगार्छ खायो लाग्छ क्या त। हजुर भिडियो चाहिँ कस्तो लाग्छ लाइक सेयर एन्ड कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु भुल्नु। साथी बाई।